दुईजना भाइहरू चाहिँ यहाँ दमन पुर्दैछन्। आज खेतमा पानी पनि लाग्यो होइन, खेतमा पानी पनि लाग्यो। अब घर पनि पानी अब तिर्पिल बनाइसक्यो, आलीबाट पानी गइरहेछ। भाइहरू बहुत मेहनत गरिरहेको छ। पनि पसिना देख्न सक्नुहुन्छ, मेरो अनुहारमा के पसिना छ। अनि दुलाले यो मुसा भन्ने चिजले दुला रातभरि चाल्दा नसकिने भयो। गुले जस्तो भइसक्यो। अब हामी जति जे भए पनि अब जान चाहन्छौँ हामी पर छौँ। हाम्रो अड्डा चाहिँ पर छ क्या, अड्डा चाहिँ उतो रुखको भेजमा छ अड्डा चाहिँ। पैनीमा गयो भने यतिकै भइदिन्छ। दुई तिनमा पक्रेर खाना पाता हुन्थ्यो। पोलेर खाना मैले पानी आज मैले खेतभरि बनाइदियो। मैले सानो छोडेर, तर उनीहरूलाई पनि सानो छोडिदिएका छौँ होइन, छोड्दिनँ चाहिँ। किनकि मैले पहिलो चाहिँ ट्याप्पै बन्द गरेको थियौँ। पछि आएँ, अब के गर्नु होइन, दुःख त गरेर पानी लिएर आइयो। उनीहरू पनि गइयो भन्दैछ, गएर आएको भन्दैछ भन्नु चाहिँ है। तर पनि केटाहरू थाकेको छैन, अझै गरेछन् उहाँ केटाहरू गरेछन्। म चाहिँ अब लाग्नुपर्ने हुन्छ। माल पानी कहाँबाट आइरहेको थाहा छैन। पानी कहाँबाट माल पानी छिरिरहेको गाइस, माल पानी चाहिँ कहाँबाट छिरिरहेको थाहा छैन। तर पानी छोडेर आइरहेछ। अब हामी चाहिँ अड्डामा जान्छौँ पहिले। अब अड्डामा आएर भिडियो चाहिँ कस्तो आइरहेको केही थाहा छैन। अब त्यही त हो। अब 12 भिडियो पनि मासले हामी जङ्गलमै छौँ। भिडियो पनि बनाउन मन लाग्दैन क्या, मासले सब कपिराइट भिडियो आएकाले गर्दा भिडियो बनाउन मन लाग्दैन। अब के गर्नु र, जङ्गलमा पनि मुस्किलले भए पनि कोसिस नै ठुलो कुरा हो भन्छन् मान्छेले। भूत आउँछ होइन, केटा भनेको चिडे लाउने बेला भइसक्यो। तर अगाडि हेर्नु चाहिँ एउटा ठुलो के अरे हामी डेन्जर छौँ गाइस, त्यो कोही डराउँदैन। मान्छे गाडेको होइन, तर मान्छे गाडेको केटा त्यसको बुढी पनि मरिसक्यो होला। त्यो बुढी अब मरि भने अब भूत आयो भन्छ। ए हामीले यहाँबाट पानी लगाइरहेको छौँ क्या, पानी चाहिँ यहाँबाट लागिरहेको पानी लगाएर हाम्रो चप्पलहरू यहाँ राखिरहेको छौँ। यो चाहिँ दुईवटा गाडी आइरहेको त्यहाँ चाहिँ गाडी अनुहार चाहिँ देखिरहेको छैन। अनुहार देखिरहेको छ है मेरो, अनुहार चाहिँ देखेको छैन होइन। भाइ यहाँ छ है, भाइ यहाँ छ, यहाँ बसिरहेको छ आज जिन्दगी। तर मान्छेले हर बेला चाहिँ यो कपिराइट चाहिँ भिडियो गर्ने काम चाहिँ कसको हो, युट्युबकै हो, त्यो चाहिँ मलाई थाहा भएन क्या। मलाई त्यो नलेजको बारेमा केही थाहा छैन। अब त्यसपछि गाइस हामी घरमा गएर सुत्छौँ। तपाईँलाई थाहा पनि छ, गएपछि त सुत्ने नै हो हुन त होइन। त्यही पनि आज दिनभरि यतै बस्यो, लन्डो जस्तो भयो। आँप पनि चोरेर हेर्नु गाइस। यहाँ आज कतिवटा एउटा अर्को कहाँ छ, आज सब भाइहरूले फालिसकेका छन्। 4-5 आँप हेरे पनि त्यस्तो गाली नगर्नु होला, किनकि आँप खाना चिजलाई बनाएको आँप अनि त्यसरी गाली गरिहाल्नु हुँदैन। पापको कुरो हुन्छ क्या त्यस्तो बोला गऱ्यो भने, त्यस्तो गरौँ भने चोर्ने काम चाहिँ गाह्रो हुन्छ। चोर्ने काम पनि राम्रो होइन, तर त्यस्तो फसिहाल्यो भनेदेखि भाइलाई तिराउनु होला। मैले टिपेको होइन, त्यो पनि मिस्टेकले, त्यो गल्तीले टिपेको अरे। त्यही पनि बाटोमा फलेको टिपेर जान्छ, बरु टिपेरै मर भनेर बरु टिपिदिएको हो। अब भिडियो पनि कस्तो आइरहेको थाहा छैन। आफ्नो फेसको त राम्रै आइरहेको छ होला हाम्रो पनि, तर बाहिरी भिडियो चाहिँ अब देख्न सकेको छैन। त्यो अँधेरो भयो भने तपाईँहरू चित्त बुझाउनु होला। तर बिस्तारै कोसिस गर्दै गयो भने हुन्छ होला सायद भन्ने पनि लाग्छ, किनकि कोसिस नै छ। तपाईँलाई थाहा छैन, तपाईँहरू पनि त्यस्तै गरेर हुर्केको त हो, हामी पनि अब त्यस्तै हो। अब आजको रातिको 1 बज्न लागिसक्यो, 1 बज्न लागिसक्यो गाइस। आजरी काम गर्छौँ अरू पनि। अब के गर्नु, तनाव छ जिन्दगीमा। सर पाएर टोक्दियो भने उतैनिर चाहिँ बाल छैन क्या, 3जना छौँ, त्यही भएर हामीलाई बाल छैन। एकजनै भयो भने बाल छैन, हामी त्यस्तै काफी छ त। अरूभन्दा त्यस्तै हो गाइस। अब यी भिडियो भोलिको दिनमा राम्रो आयो भनेदेखि म भोलि हाल्न सक्छु। आज देखेको छैन अँधेलामा अब फ्लक्स लाइटले। तर मेरो आइफोन 11 हो गाइस, राम्रै आउनुपर्ने हुन्छ। तर फेसको चाहिँ, तर बाहिर चाहिँ देखिएको छैन क्या, बाहिर चाहिँ अँधेरो देखिरहेको छ। अँधेरामा अँधेरै हुन्छ नि त भिडियो। मेरो त आमा पनि बिरामी हुनुहुन्छ। अब यहाँबाट हामी आमा बिरामी भएर ठाउँ जान्छौँ। आमा भएर ठाउँमा मान्छेहरू छन् होला, दिदीहरू फुपूहरू बसिरहनु भएको छ होला। ल गाइस, अब हामी पनि लाग्नुपर्ने हुन्छ। चप्पलहरू चाहिँ भाइहरूले मलाई बोकायो, तर 3 जोड चप्पल छ नि, यसलाई कहाँ बोकेर हिँड्नु हो कि कहाँ बोकेर हिँड्नु हो। 5वटा चप्पल छ नि त नि। ओइ हामी 3जना हो कि गाइस, यहाँ हेर्नु ल, 3जना हो। यहाँ 1 जोड चप्पल भयो, यो 2 जोड भयो है, यो 3 जोड चप्पल भयो। तर एउटा चप्पल चाहिँ कसको आयो, चुडेल्नीको होला यार। अब पाहाडियाको काम सक्यो। अब हाम्रो पाहाडियाको काम अब हामीले अब भोलि बिहान बाल उठेर हेर्न आउँछौँ होला। तर यो छोराहरूले खेत के गरे भन्ने कुरा त हो, त्यही हो। अब म बोकेर चप्पल चाहिँ कसरी जानु भन्ने कुरा हो सबभन्दा मेन कुरा होइन। सबभन्दा मेन कुरा कसरी बोकेर जाने कुरा भन्ने हुन्छ, त्यही तनाव छ मलाई।
अलिक सानो हुन्छ भयो त्यत्तिकै यो पानी रिटर्न त जाँदैन होइन ल माल पानी गइराखोस् माल पानी गएपछि यो टस तपाईँहरूको फेरि बुद्धि छैन हाम्रो अलिकति बढी छ किनकि आज 2टा बिरा निकालेको त पनि ल यो के भातलाङ निक्न थाल्यो क्या हौ ल सुमा अब खेतको अलि जानुपर्ने हुन्छ मलाई चप्पल बोकाएको भाइहरूलाई चप्पल बोकाएको छ नि यस्ता छन् चप्पल पनि तपाईँहरूलाई घिन लाग्छ होला यो भिडियो देखेर अब मलाई भिडियो देखाउनु हो कि म अब कहाँ आलीमा झर्छु मलाई पनि थाहा छैन अब भिडियो बनाउने चक्करमा आलीमा झऱ्यो भने मेरो आइफोन पनि खलम पनि बोल्दैछु आइफोन भनेर कसलाई भन्नु खोइ कसैले पठाइदिँदैन आफू गरिब पऱ्यो किन्न पनि सकिँदैन गाइज यहाँ भ्यागुताई अब चाहिँ हामी निक्लिन्छौँ होइन सानो पानी छोडिदिएको छ भोलि उठ्दाखेरि फादर इन लले भोलि यो मेरो आँखा छ नि म तपाईँलाई एउटा मेडिसिन देखाउँछु होइन यसलाई बोजो भन्छ होइन तलतिर पाइन्छ होइन त्यो घाँटी दुखेको त्यो सुकेको होइन यो पोलेर खायो भने सेकेन्डमा चैट हो क्या त्यो यसलाई बोजो भन्छ होइन यसलाई पोलेर खानुपर्छ यो बोजो यही हो त्यो 9 मिनेटको भिडियो भएको छ कि त्यो भएकोले गर्दा तनाव छ जिन्दगीमा डर लागिरहेको हुन्छ अब आज 1 बजीसम्मको काम गऱ्यो हावा पनि दामी चल्न थाल्यो क्या अब चाहिँ कहीँ चल्न थाल्यो भरे उहाँ गएर रुममा सुत्नेलाई कस्तो छ गर्ने थाहा छैन मेरो कपाल पनि फुपूले मेरो कपाल बनाइदिनु भएको थियो क्या बाँडिदिनु भएको थियो त्यसलाई कुन तेल लगाइदिनु भएको छ आज नरम कपाल भइरहेको क्या कपाल पनि मेरो जरो थियो अनि सानो सामा छोडिदेऊ न त्यो पानी भरिँदै आइरहन्छ नि त हेर्नु भ्यागुताको आवाज सुन्नु होला कत्रो आवाज आएर छ भ्यागुताको टुवार ऊ तलको ठुलो सँग म चाहिँ मुद्दिन्छु भाइ अब जेसीको मुद्दिने हो मैले किनकि सिलमा मुद्दिन्छु अब त्यही त मुद्दिनु अन्त भिडियो पनि लामो भयो क्या लामो भयो क्या भिडियो लामो भयो अब चाहिँ हामी तपाईँ अस्ति म अब घर बेला तपाईँहरूलाई एउटा क्लिप देखाउँछु यहाँदेखिको अब अहिले चाहिँ अब लामो भयो भिडियो होइन लामो भयो भिडियो अँधेरामा बाहिर के पनि भ्युजहरू पनि देखाएको छैन नि त यस्तो अँधेरामा भिडियो बनाइरहेको हुन्छु त्यही भएर भ्यागुताहरू पनि अब धेरै आएर छ हस् त थ्याङ्क यू सो मच ल गाइज अब हामी अब घरतिर लाग्नुपर्ने हुन्छ गाइज हो तर भ्यागुताले तर्सायो मलाई भ्यागुताको आवाजले गर्दाखेरि केही भिडियो बनाउनु पनि पाइएन तर चुडेली आए जतिकै लागेको थियो तर अब चुडेली अब त्यसो गर्नु हुँदैन राति यहाँबाट बिरालको कामै म गर्ने हो हामी जान्छौँ घर अब म्याजिक हेर्नु अब यो चाहिँ म्याजिक वाला लाइट छ हेर्नु है लाइट अब त्यो म्याजिक वाला लाइट हो तपाईँहरूलाई थाहा छैन होला सेला के भइसक्यो भोलि किन्छु भोलि यसले फितावाला 100 रुपियाँको चप्पल किनिदिन्छ अरे तर भाइले 700-800 गर्दा चप्पल लाउँदैन अरे होइन म साइमको जस्तो किनिदिन्छु यो पनि मैले 400मा त आइहाल्छ नि ल्याङ गर भनेर अब आज म दाढी काटेर कस्तो देखाएको छु गाइज अब गराउने मान्छे रोयो भने त्यो ढुङ्गा हान्नलाई कि मलाई पनि मन लागेको थियो होइन मलाई चाहिँ त्यहाँ के को खाने उकाउन मन लागेको थियो तर अब के गर्नु अब रिसले पनि हुँदैन भोलि यो भिडियो हेऱ्यो भने उनीहरूलाई पनि ल्याङ हुन्छ बरु यो भिडियो चाहिँ हालिदिन्छु भाइले भनेको नि त किनकि भाइको एक्सपर्ट होइन अब उनीहरूले त हामीलाई त डाइलगै हान्दा खान् तर अब तिनीहरूको मुख आधदेखि हेर्दिनँ म मेरो लागि मरिसकेका हुन् तिनीहरू किनकि मलाई सानो कुरा चित्त दुख्छ कि केही राम्रो कुरामा ठिकै छ होइन तर नराम्रो कुराले तर आफ्नै मान्छेहरू पनि यसो मैले लाइट देखाइदिएको थिएँ आफ्नैतिर देखाएर हिँड न भने अब मेरो आफ्नो तल झुन्डिएको छ त्यही भएरले अब त्यो खोलेर बाटो हिँड्ने कुरा भएन नि त्यो भएर ठिकै छ गाइस अब हामी भिडियो पनि लामो हुन्छ म छोटिएर हाल्ने कोसिस गर्छु छोटिएर हाल्यो भने तपाईँहरूले कपिराइट हान्छ कसले हो त्यो ढाकाले ठिकै छ